गिटार किन्ने भनेर साथीहरु आएको थियो, हेर्न चाहिँ पाइयो। अरु त अब किनेपछि अहिले बजाउने। हेलो नमस्ते सबैजनालाई, इट्स मी डोमु छेत्री र मेरो साथमा साथीहरु हुनुहुन्छ। आज स्पेशली यहाँ चाहिँ आज गिटार मास्टर हुनुहुन्छ रे, अनि गिटार लिनको लागि चाहिँ सोप कतै हिँडिरहेको छौँ। यो चाहिँ गिटारको सोप बल्ल बल्ल आधी घन्टा हिँडेर चाहिँ हामी आइपिएम यही खोजेको थियौँ। त आइपिएममा भित्र गएर हेर्छौँ। हाम्रो प्यारो भाइले चाहिँ गिटार बजाएर पनि अलिक सुनाउने कोसिस गर्छ। उहाँ चाहिँ गिटार मालिक हो। अब के कुन चाहिँ किन्ने यता यो ट्रायल हुँदैछ। कस्तो छ, आउँछ ताल आउँछ कान्नु, तालमेल ए मेरो साइजको दियो रहेछ, जस्ट जोक। यता उभिन्छ, सोधौँ न प्राइस कुन चाहिँ? यता गिटार मालिक फेरि के यता यसो हेर्ने हुन्छ नि यार, मालिक यार हेर्नु न नि, टक्क अस्ति टक्क हेर्नु, यता दामी दामी छ। म फेरि पुरै गिटारको त मास्टर हो। अर्को मास्टर यता हुनुहुन्छ, उहाँ चाहिँ इन्डियन हो मास्टर हुनुहुन्छ। कति पर्छ हेरौँ। अनि मस्त दामी दामी गिटार छ रहेछ गाइज, हैन? यो चाहिँ गिटार किन्ने भनेर साथीहरु आएको थियो, हेर्न चाहिँ पाइयो। अरु त अब किनेपछि अहिले बजाउने। फाइनली केटाहरु यो गिटार किनेर बाहिर निस्किसक्नु भएको छ। गिटार मालिक बालेन दाइको चस्मा लगाएर अर्को मिलन सर यता हुनुहुन्छ। अब गएर फेरि केटाहरुको अब उ हेर्नुपर्छ, के रे कला नि, मेरो कला त फेरि खतरा बवाल हो, सबै फिदा हुन्छ मान्छे। कला त खतरा ल, पर पार्क गरेर देखाउँछौँ गाइस यो भ्लगलाई। अन्त्य गर्दै अर्को भिडियो ल्याउने बाचा गर्दै।